उति बिटो डाक्नु भएको थियो हजुर हजुर ल तपाईँलाई गाह्रो हुन्छ गाह्रो नहुने त केही छैन नि त गाह्रो हुन्छ अनि फेरि आउँदैन हिँड्नुलाई त्यस्तो भएर नि अनि के जान्छ नि हजुर कहिले हिँड्दैन सहिँदै हिँड्छु कहिले चाहिँ हिँड्नै हुँदैन फेरि हिँड्नै हुँदैन अनि हजुर कतिखेर चाहिँ हिँड्छु फेरि त्यो औषधिले उठ्दा जाँदी दुखेर छ उठ्दा नि टेक्नै नहुँदैन अनि एकछिन पछि गर्छ नि हजुर हजुर गले हिँड्दै गले त्यो औषधिले काम गरेको सन्चै छ म त ठिकै छु खाना खाएर बसेको अब एकछिन पहाड सुत्ने बेला हुन्छ अनि अब के अरे चचालाई गरेर सुत्नु भने पानी तता धारामा पानी त आइरहेछ धारामा पानी त आइरहेछ ए ल ल आमा ल अब म के अरे पर्सि फोन गर्छु ल अब ल राउट छ बस्नु के पानी छोड्नु हो एकछिन खेपेँ अहिले अनि धारो आँसु खेपेँ अनि त्यो आँसु मुला पनि लिएर आउनु पर्ने छ मुला लिएर पनि हालेँ त्यो एक्लो मान्छे तरकारी बेच्छ नि है के खाने भए छ बाबु यतिखेर त छ अस्ति काटिएको आनी थियो अहिले पनि छ अहिले कम्मै छ काटिएको नि जम्मा गऱ्यो धेरै जाँगर गर्नुभयो धेरै जाँगरिलो हुनुहुन्छ धेरै बनाउनु भयो सन्चै नआउने सन्चै नआउने एकछिन कामरे देख्यो नि अर्को त्यो फटे बनिहाल्छ फेरि पक्कै छ घाँस पनि अनि अन्त पनि घरमा पक्कै छ त्यो बेराउँदै घरले घाँस पक्कै छ हजुर ल आमा ल राम्रोसँग बस्नु है अनि खाना खानु पेट नगर्नु बढी चाप्यो भने भन्नु उताखेरि म विष्णुहरूलाई फोन गर भनिरहन्छु होइन विष्णु पनि गरिदिनु उताखेरि बहिनीले पनि गर्थे अनि केही गाह्रो भयो भने आफूले चाप्यो भने भन्नु है भन्नुपर्छ आफूले केही भने भन्नुपर्छ फेरि मलाई थाहा हुन नि म यो काम गरेर आएको हुन्छु अनि त्यही भएर पेट नगर्नु फेरि खर्च हुन्छ कि भनेर पेट नगर्नु होइन त्यस्तो केही भयो भने भनिहाल्नुपर्छ अब बस्नु बस्नु है खाना खानु बस्नु भनेको नि पेट नगर्नु है ल भात खाइसक्यो नि भात गर्नु लाग्यो मेरा पनि भुक्कै होलान् तिनै